मिनासान कोनिचिवा आज चाहिँ हामी मिनानो निहोङ्गो बुकको है मिनानो निहोङ्गो बुकको N5 को लेसन 1 को वर्ड मिनिङ कोतोबानो इनी है वर्डको मिनिङ पढ्न गइरहेछौँ लाइक यस्तो भिडियोहरू त म्याक्सिमम टिकटक अथवा युट्युबहरुमा आइरहेको हुन्छ है तर पनि हामीले चाहिँ आज लेसन 1 देखि नै सुरु गर्दैछौँ राम्रो लागेमा लाइक शेयर फलो गरिदिनु होला थ्यांक यू फर्स्टमा चाहिँ हामी पढ्दैछौँ वातासी वातासी भनेको चाहिँ म है मलाई भन्न पर्यो भने वातासी है त्यसपछि वातासी ताची भनेको चाहिँ हामी है वातासी ताची भनेको हामी अनाता अनाता भनेको चाहिँ हजुर तपाई भन्न पर्यो भने चाहिँ अनाता भन्छ है अब 4 नम्बरमा हेर्नु है आनो हितो लेखेछ अनि आनो खाता लेखेछ आनो हितो र आना खातामा के अन्तर हुँदो रहेछ भने आनो हितो भनेको चाहिँ त्यो व्यक्ति त्यो मान्छे भन्न पर्यो भने चाहिँ आनो हितो भन्न पर्यो अनि आनो काता भन्दाखेरि वाजी वाजी भन्न पर्यो भने चाहिँ हामीले हजुर रेस्पेक्ट गरेर भन्न पर्यो भने चाहिँ आनो काता भन्छ है अनि मिनासान भन्न पर्यो भने चाहिँ मिनासान भनेको सबै एभ्रीवन भनेको चाहिँ मिनासान है त्यसपछि छ सान सान भनेको चाहिँ हामीले नेपालीमा भन्नुपर्दा चाहिँ जी वाजी रामजी सीताजी भनिन्छ नि हो त्यो भन्नु जी लगाउन चाहिँ जस्ट लाइक रमेश जी भन्न पर्यो भने रमेश सान भन्न पर्यो भने है च्यान च्यान पनि बच्चाहरूलाई रेस्पेक्ट गरेर सम्बोधन गर्दाखेरि च्यान शब्दको प्रयोग गरिन्छ त्यसपछि आयो सेन्सेई सेन्सेई र क्योसिया है दुईटा आएको छ हेर्नु है सेन्सेई भनेको पनि टिचर हो क्योसी भनेको पनि टिचर हो तर दुईटामा अर्थ के फरक छ भने सेन्सेई भनेको हामीले बोलीचालीमा युज गर्दाखेरि लाइक हजुरहरूले मलाई सम्बोधन गर्दा सेन्सेई भन्न पाउनुभयो है तर मैले चाहिँ फर्म अथवा कुनै गभर्नमेन्ट सेक्टरहरुमा फर्म फिलअप गर्दाखेरि सेन्सेई हो भनेर भन्नु पर्यो भने क्योसी भनेर भन्नुपर्छ है त्यस्तै छ गाकुसेई गाकुसेई भनेको विद्यार्थी हाई हाई भनेको त हजुरहरूलाई थाहै छ होला हाई भनेको यस अनि इए भनेको चाहिँ नो है त्यस्तै गरेर अब नेक्स्ट छ खाइस्याइन खाइस्याइन भनेको कर्मचारी है कम्पनीको कर्मचारी त्यस्तै स्याइन भनेको पनि कर्मचारी हुन्छ तर दुईटामा के फरक छ भने स्याइन भन्दाखेरि कुनै कम्पनीको नाम जोडेर कर्मचारी हो भन्नु पर्यो भने चाहिँ त्यसमा चाहिँ स्याइनको प्रयोग गरिन्छ है त्यस्तै गरेर गिङ्को इन भनेको बैंक है त्यसै छ इस्या इस्या भनेको चाहिँ डाक्टर है इस्या भनेको डाक्टर अनि अर्को छ केङ्क्योस्या है केङ्क्योस्या भनेको अनुसन्धान गर्ने केही चीज रिसर्च गर्ने है रिसर्चकर्तालाई के भन्छ केङ्क्योस्या त्यस्तै छ अर्को इन्जिनियर है इन्जिनियर भनेको इन्जिनियर अर्को छ ब्योइन है ब्योइन भनेको हस्पिटल अथवा अस्पताल है त्यसपछि छ साई साई भनेको उमेर वर्ष अनि नानसाई छ अनि लास्टमा छ ओइकुची नानसाई र ओइकुचीको अर्थ सेम हो है नानसाई र ओइकुचीको अर्थ सेम हो तर चाहिँ नानसाई भनेको चाहिँ लाइक फर्मली बोलीचाली गर्दाखेरि नानसाईको प्रयोग गरेर हुन्छ ओइकुची भनेको चाहिँ कसैलाई रेस्पेक्ट गरेर उहाँको उमेर सोध्नु पर्यो भने चाहिँ ओइकुची देशका भनेर सोधिन्छ है आजको लागि चाहिँ हामी लेसन 1 को लागि यति नै वर्ड मिनिङ चाहिँ धेरै वर्ड मिनिङहरु पढ्दा पनि के हुन्छ भने दिमाग खल्बलिन्छ है त्यही भएर के हुन्छ भने जति चाहिने वर्डहरु जति चाहिन्छ हामीलाई लेसन 1 मा चाहिँ जति नै चाहिन्छ त्यति नै हामीले वर्ड मिनिङ चाहिँ यहाँ लेखेर राखेको छ है यो वर्ड मिनिङ चाहिँ लेखेर सारेर याद गर्ने कोसिस गर्नु होला लेसन 1 मा चाहिँ यति वर्ड भए काफी हुन्छ सो आजको लागि यति नै आज वर्ड मिनिङ कस्तो लाग्यो है राम्रो लागेमा लाइक शेयर फलो गरिदिनु होला थ्यांक यू